नमस्कार। आफ्नो देशमा नै बसौँ भन्ने भावना कसरी उत्पन्न हुन्छ? उत्साह, उमङ्ग, उत्प्रेरणा कसरी बढाउन सकिन्छ आफ्नै देशमा बस्नको लागि? यसै प्रसङ्गमा म केही भन्न गइरहेको छु। श्रीमद् भगवत गीताको अध्याय 1 को पहिलो श्लोकमा राजा धृतराष्ट्रको भनाइ छ, धर्मक्षेत्रे कुरुक्षेत्रे समवेत युयुत्सव मामका पाण्डवाश्चैव किम कुर्वत सञ्जय। हे सञ्जय, युद्ध गर्ने मनसायले कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डुका छोराहरूले के गरे? धृतराष्ट्र राजा थिए। भनिन्छ राजा सबको साझा हुन्, तर गीताको यो पहिलो श्लोकमा नै यस्तो सन्देश दिएको छ, राजा जब आफ्नोको लागि, मेरोको लागि केन्द्रित हुन्छन् अनि त्यो राज्य कस्तो हुन्छ? मेरो भन्नुको अर्थ हो मोह, मेरो रगत, मेरो नजिकको नाता सम्बन्ध। यस्तोमा जब शासन चलाउने राजा भनौँ, नेता भनौँ, लिडर भनौँ, उनीहरूले यस्तोमा जोड दिन्छन् अनि त्यो देश वा राज्य कस्तो हुन्छ यसै कल्पना गर्न सकिन्छ। किनकि आफ्नो मेरो भन्ने बित्तिकै मोह बढ्छ। मोह बढ्ने बित्तिकै त्यस्तो शासकको, नेताको बुद्धि भ्रष्ट हुन्छ। बुद्धि भ्रष्ट भएपछि अहङ्कार बढ्छ। अहङ्कार बढ्नु भनेको कसैलाई नटेर्नु हो। आई एम द स्टेट, लुई चौधौले जुन भन्थे, म नै राज्य हुँ, त्यो भावना बढ्छ। उनीहरूको बोलाइ कस्तो हुन्छ? त्यस्तो शासकको विरुद्ध को बोल्न सक्छ? कोही पनि बोल्न सक्दैन। जेल जान्छन्। सानसाना कुराहरूमा पनि अनेक मुद्दा मामिलामा फसाइन्छ। जस्तै अस्तिको भिडियोमा पनि मैले भनेको थिएँ, बिपी कोइरालालाई फसाइएको थियो। 8वटा मुद्दा लगाइएको थियो। 8 वर्ष कारावास गरिएको थियो। जेल हालिएको थियो। मृत्युदण्डको सजाय दिनुपर्छ माग गरेका थिए। उनकै नजिक रहेका बुद्धिजीवी, आसेपासे भन्नेहरूले समेत, किनकि यस्ता बुद्धिजीवीहरू त्यो एउटा घाँस कपासको लागि मात्रै भएका मान्छेहरूलाई पढे लेखेका भए पनि उनीहरूलाई बुद्धिजीवी भनिन्छ। त्यस्ताले पनि सपोर्ट गर्छन् आफ्नो निजी फाइदाको लागि। त्यस्तै गरेर देशको शासक भएका धृतराष्ट्रले पनि आफ्नो छोराको पक्षमा नै वकालत गरिरहे। युद्ध मैदानमा समेत आफ्नो छोराले जितेर आइदिए हुन्थ्यो, सबै राज्य लिइदिए हुन्थ्यो भन्ने उनको भावना बढ्यो। फलस्वरूप युद्धबाट उनले रोकेनन्। पाण्डवले के मागेका थिए? जम्मा 5 गाउँ मागेका थिए। त्यत्रो दुःख दिएका थिए कौरवहरूले। दुर्योधनले 14 वर्षको कारावास थियो, गुप्तवास थियो। द्रौपदीलाई नाङ्गो बनाएका थिए, बेइज्जती गरेका थिए। अझ दुर्योधनले त केसम्म भने भन्दा एउटा सियो अट्ने जमिन पनि दिन्न भनेका थिए। जाल झेल, छल कपट कति गरे, कति दुःख दिए, दुःखको सागरमा डुबाए। अन्तिममा परिणाम के भयो? किनकि बुद्धि भ्रष्ट भइसकेपछि, अहङ्कार बढिसकेपछि न्याय मर्छ। जब राज्यमा न्याय मर्छ त्यो राज्य कस्तो हुन्छ?
न्याय त अझ ढिलो दिनु हुनु पनि भनिन्छ। ढिलो न्याय दिनु भनेको न्याय मार्नु हो। जस्टिस डिलेड इज जस्टिस डिनाइड। जब देशमा न्याय पनि मर्छ अनि त्यो देशमा समानता, इक्वालिटी, समता, इक्विटी, सहानुभूति, सिम्प्याथी, समानुभूति, इम्प्याथी जस्ता कुराहरू देशका जनताले प्राप्त गर्न सक्छन्, ती शासकको वरिपरि रहेका को मात्रै बचाउ भएर त्यो देश अगाडि बढ्न सक्छ अनि त्यो देश लथालिङ्ग भताभुङ्ग हुँदैन। जुन देशमा सुशासन हुँदैन, गुड गभर्नेन्स हुँदैन, जहाँ पारदर्शिता हुँदैन, योग्यतामा आधारित रोजगार हुँदैन, अवसर भन्ने आफ्ना मान्छेहरूलाई मात्रै दिइन्छ, नातागोतालाई मात्रै दिइन्छ, नेपोटिजम गरिन्छ, अनि त्यो देशमा कस्तो अवस्था उत्पन्न हुन्छ। यस्तै घरमा भयो भने घरको बाआमाले छोराछोरीलाई विभेद गर्ने, कसैले कसैलाई पाखा गर्ने, कसैलाई धेरै जमिन दिने, कसैलाई थोरै दिने गरेको छ भने त्यो घर कस्तो हुन्छ? त्यो घरका परिवारका सदस्यहरूले कस्तो सिक्दछन्? त्यति मात्रै होइन, बाआमाको शेषपछि बाआमाहरूले राम्रै गरेका बाआमाहरूको शेषपछि त छोराहरूमा अलिकति असमानता हुने बित्तिकै बोलचाल बन्द हुन्छ, सम्बन्ध राम्रो हुँदैन। हाम्रै घर वरिपरि आफ्नै घरमै घटेको घटनाहरू हुन्। यो धेरैको घरमा यस्ता घटनाहरू घटेकै छन्। अनि त्यो घरका दाजुभाइको अवस्था कस्तो हुन्छ, दिदीबहिनीहरूको सम्बन्ध कस्तो हुन्छ? यसैले यही कुरालाई लिएर, यही कुराको अभावमा नै, सुशासनको अभावमा नै हाम्रो देशमा पनि जेन्जीहरूले जुन त्यत्रो रगत बगाउनु पर्यो, के यही कुरा नभएर होइन र? धृतराष्ट्र जस्तै शासक भएको हो भनेर के हामी भन्न सक्छौँ कि सक्दैनौँ? के अब आउने दिनहरूमा आशाका किरणहरू हामी पाउन सक्छौँ? यसरी नै समानता, समता, समानुभूति, योग्यतामा आधारित वा सुशासन भएको नेताहरू आउने सम्भावना देखिन्छ? के त्यस्तो नेताहरू आए भने हाम्रो देशबाट पलायन भएका आफ्नै दाजुभाइ दिदीबहिनीहरू पनि उत्साह, उमङ्ग र उत्प्रेरणा बोकेर के आफ्नो देशमा फर्कन्छन् होला? तपाईलाई कस्तो लाग्दछ? कृपया सुझाव दिनुहोस्। धन्यवाद।